सुखी नेपाली समृद्ध नेपाल बाल अधिकार सबैको सरकार। बाल विकास बाल समृद्धि तथा बाल सरोकार सम्बन्धी रेडियो कार्यक्रम बाल कचहरी। बाल कचहरी बाल विकास बाल समृद्धि तथा बाल संरक्षणका क्षेत्रमा देखिएका समस्या चुनौती र सम्भावनाहरू उजागर गर्ने उद्देश्यले स्थलगत रूपमा तयार पारिएको रेडियो कार्यक्रम बाल कचहरी अब मंगलबार र शुक्रबार बिहान 8 बजेदेखि 8:30 सम्म र साँझ 5:30 देखि 6 बजेसम्म रेडियो त्रिवेणी एफएम र रेडियो शुद्र आवाजमा एकसाथ सुन्न सक्नुहुनेछ। साथै रेडियो त्रिवेणी एफएम को फेसबुक पेज, युट्युब र वेबसाइटमा समेत बाल कचहरीको भिडियो हेर्न नभुल्नुहोला। रेडियो कार्यक्रम बाल कचहरी। नमस्कार अनि हार्दिक स्वागत छ। बहस एवं छलफलमूलक रेडियो कार्यक्रम बाल कचहरीमा म मोहन 171बाट बाल विकास समृद्धि र संरक्षणका क्षेत्रमा देखिएका समस्या चुनौती र सम्भावनाहरूलाई उजागर गर्ने उद्देश्यले रेडियो त्रिवेणी एफएमले यो कार्यक्रम तयार पारेको हो। यो बाल कचहरी रेडियो कार्यक्रम यहाँहरूले त्रिवेणी एफएम डोटी र रेडियो सुदूर आवाज डलधुराबाट एकसाथ हप्ताको मंगलबार र शुक्रबार बिहान 8 बजे र साँझ 5:30 बजे सुन्न सक्नुहुनेछ। त्यसै गरेर रेडियोको आधिकारिक वेबसाइट त्रिवेणीन्यूज.com, फेसबुक पेज र युट्युब च्यानलबाट समेत यहाँहरूले भिडियो हेर्न सक्नुहुनेछ। वर्ल्ड भिजन र सिड नेपालद्वारा सञ्चालित बाल संरक्षण तथा समुदायमा आधारित बाल स्पोन्सरसिप कार्यक्रम लागू भएका पालिकाहरूमा यो कार्यक्रम हामी छायाङ्कन एवं उत्पादन गर्दै आएका छौँ। दिपाल सिलगढी नगरपालिकाको वडा नम्बर 2 र 9, आदर्श गाउँपालिकाको वडा नम्बर 6 बाहेकका सबै वडा, सायल गाउँपालिकाको वडा नम्बर 4, 5 र 6, त्यसै गरेर पूर्वी चौकी गाउँपालिकाको वडा नम्बर 1, 2 र 3 मा यो कार्यक्रम लागू हुँदै आएको छ। यी सबै वडाहरूमा बालबालिकाका अधिकारहरू के हुन् र उहाँहरूका समस्या के छन्, सवालहरू के हुन्, ती विषयमा हामी स्थलगत रूपमा गएर यो रेडियो कार्यक्रम बाल कचहरी उत्पादन गर्ने जमर्कोमा छौँ। यसै क्रममा आज हामी आदर्श गाउँपालिकाको वडा नम्बर 1 स्थित भैरव माध्यमिक विद्यालयको प्राङ्गणमा आइपुगेका छौँ र यो कार्यक्रमको तयारी गरिरहेका छौँ। सम्पूर्ण महानुभावहरूलाई म यसमा हार्दिक स्वागत गर्दछु। यस कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहनु भएको छ वडा नम्बर 1 का वडा अध्यक्ष भरत बहादुर खड्काज्यू, त्यसै गरेर वडा सदस्य गोविन्द बहादुर खड्काज्यू, वडा सदस्य राम बहादुर बागज्यू, कमला खड्काज्यू र रमा दमाईज्यू। त्यसै गरेर यो कार्यक्रममा आफ्ना कुराहरू राख्नका लागि आदर्श गाउँपालिकाका महिला तथा बालबालिका शाखाका शाखा प्रमुख तेजबहादुर साउज्यू आउनुभएको छ। त्यसै गरेर भैरव माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य शेरबहादुर श्रीमाल हुनुहुन्छ, भैरव माविका प्रधानाध्यापक तुलाराम रौतराणाज्यू हुनुहुन्छ, त्यसै गरेर सरस्वती आविका प्र रामबहादुर खड्का, त्यसै गरेर आदर्श गाउँपालिका वडा नम्बर 1 का वडा सचिव अमरबहादुर खड्काज्यू, त्यसै गरेर सिड नेपालका सामाजिक परिचालक गणेश ओझाज्यू, यस विद्यालयमा रहेको भैरव माध्यमिक विद्यालयमा रहेको बाल क्लबका अध्यक्ष आकाश खड्काज्यू, त्यसै गरेर भैरव माविबाट पाल्नुभएका विभिन्न शिक्षकज्यूहरू र विद्यार्थी भाइ बहिनीहरू यस कार्यक्रममा सहभागी रहनुभएको छ। म सम्पूर्णलाई कृपया एकपटक जोरदार ताली पिटेर कार्यक्रमलाई अगाडि बढाउन अनुमति दिन हुन हार्दिक अनुरोध गर्दछु। सबैभन्दा पहिला मैले यो परियोजना लागू गरिरहनुभएका बाल संरक्षण तथा समुदायमा आधारित स्पोन्सरसिप कार्यक्रम लागू गरिरहेको संस्था सिड नेपालका सामाजिक परिचालक सरलाई म यहाँ यो ठाउँमा यो वडामा सिड नेपालले बालबालिकाका क्षेत्रमा के कस्ता गतिविधिहरू गरिरहनु भएको छ, कसरी काम गरिरहनु भएको छ र यहाँ
सवालहरू के छन् मुख्य रूपमा यी कुराहरू संक्षिप्त रूपमा राखिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्दछु। स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू पनि गर्दै आइरहेको छ। समुदायको जीविकोपार्जन बालबालिकाको जीविकोपार्जनको लागि पनि यसले कार्यक्रमहरू गर्दै आइरहेको छ। शिक्षा सम्बन्धी कार्यक्रमहरू गर्दै आइरहेको छ र बाल अधिकारको क्षेत्रमा संरक्षणको क्षेत्रमा पनि यसले लामो समयदेखि बालबालिकाका आवाज सवालहरूलाई चाहिँ बालबालिकाकै माध्यमबाट चाहिँ उनीहरूको आवाजलाई चाहिँ बुलन्द बनाई सम्बन्धित निकायसम्म पुर्याउने काम पनि हाम्रो समान पहुँच विकास केन्द्र सिड नेपाल डोटीको बाल स्पोन्सरसिप कार्यक्रमबाट चाहिँ भइरहेको छ। अब भने म भैरव माध्यमिक विद्यालयमा गठन भएको भर्खरै मात्र बाल क्लब गठन भएको भन्ने खबर पाएका छौँ। त्यसका अध्यक्ष आकाश खड्काजीलाई अगाडि म आमन्त्रण गर्दछु। बालबालिकाका समस्या समाधानका लागि यहाँ थुप्रै कुराहरू अपनाउनु पर्नेछ। जस्तै बालबालिकाका समस्याहरू घर सानै उमेरमा विवाह गर्ने विभिन्न बाल श्रमका घटनाहरू घटेका छन्। बाल विवाहका लागि यहाँ विभिन्न रोकथामका उपायहरू गर्नुपर्नेछ। आफ्नो देशलाई छोडेर काम गर्न जान्छ, कोही साथीहरूको लय लागेर कोही घरमा गरिबीको कारणले पनि गएका छन्। यिनीहरूको समस्या समाधानका लागि विभिन्न संस्थाहरू रहेका छन्। जस्तै सिड नेपाल संस्थाहरूले विभिन्न कार्यक्रमहरू अपनाउनु पर्नेछ। जस्तै बालबालिका किन विदेशतिर जान्छ त सानै उमेरमा, तिनीहरूको समस्या समाधान गरेर समस्या बुझेर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेछ। आकाशजी, तर यसको कारण चाहिँ कसलाई देख्नुहुन्छ? कारक चाहिँ के हो? यहाँ वडा कार्यालय छ, त्यत्रो कार्यक्रम गरिरहेको सिड नेपाल छ, विद्यालय परिवार छ, यत्रो छ होइन, तर पनि यो समस्या समाधान भइरहेको छैन। के कारण हो जस्तो लाग्छ? कसले के पहल गरेको भए अझ प्रभावकारी हुन्थ्यो जस्तो लाग्छ? यो सबै संस्थाहरू पनि कार्यक्रम त गरिरहेको छन्, यसलाई सबैले चासो लिनु पर्यो। चासो कसैले लिएको छैन, न त स्कुलमा नै छ, न त विभिन्न कार्यक्रमहरू गरेर त्यहाँ नै त्यसको प्रभावकारी ढङ्ग देखिन्छ, न त यो विभिन्न संस्थाहरूले कार्यक्रम दिए पनि त्यो कार्यक्रम त्यो राम्रो उपलब्धि हुँदैन। त्यस कारणले यो विभिन्न समस्याहरू घटेका छन्। अझै प्रभावकारी हुन सकेको छैन तपाईँको विचारमा? हजुर, धेरै धेरै धन्यवाद। म आकाशजीलाई धेरै धेरै धन्यवाद दिन्छु। कृपया उहाँलाई पनि ताली पिटेर सबैजनाले सहयोग गरिदिन अनुरोध गर्छु। सम्पूर्णमा नमस्कार। म कक्षा 9 माध्यमिक छात्र सुनिल नागरी। र समुदायमा धेरै घटनाहरू घटिरहेका छन्। बालबालिकाले राम्रोसँग पढ्न पाइरहेका छैनन्। बालबालिका हाम्रो समुदायमा पनि धेरैले नै बालविवाह गरेर आफ्नो पढाइलाई हनेको पुर्याइरहेको छ। आर्थिक अभावको कारण पनि पढ्न पाइरहेका छैनन्। त्यस्ता धेरै समस्याहरू छन् र खासमा यसमा चाहिँ विशेष गरी अभिभावकले नै ध्यान दिनुपर्छ। विद्यार्थीहरूको खास हुन त सिड नेपाल ओल्ड भिजनले पनि सहयोग गर्दै आएको छ, तर विद्यार्थीहरू आफै स्कुल कतिपय त आफै स्कुल आउनन् र भागेर पनि यहाँ विदेश जाने, अर्को लयमा लाग्ने, कुलतमा फस्ने, त्यस्ता धेरै कार्यक्रम धेरै समस्याहरू देखा परेका छन् हाम्रो समुदायमा पनि। जस्तो भाइले पनि अघि भने जस्तै भन्नुभयो यहाँ समस्याहरू। अब यसको समाधान गर्नका लागि तपाईँले भन्नुभयो अभिभावकहरूले ध्यान दिनुपर्छ भन्नुभयो। अभिभावकहरूले के कुरामा ध्यान दियो भने, केयर गर्यो भने अलिकति यो समस्या न्यूनीकरण हुन्छ जस्तो लाग्छ? मेरो विचारमा त खासमा अभिभावकले आफ्नो छोराछोरी कुन दिन स्कुल गयो, कुन दिन स्कुल गएन, आफ्नो छोराछोरी कहाँ जाँदैछ, के गर्दैछ, आफ्नो छोराछोरीको बारेमा सबैतिर बुझ्नु पर्यो। आज घरमा ढिलायो भने किन ढिलाएस्, कसरी के कारणले आएनस् त छिटो घरमा भनेर त्यस्ता प्रश्नहरू सोध्नु पर्यो आफ्नो छोराछोरीलाई। अनि जहाँ पाए त्यही पठाउनु भएन। धेरै धेरै धन्यवाद भाइलाई। धन्यवाद। भैरव माविका प्रज्यूलाई म जिज्ञासा गर्न चाहन्छु। भाइ बहिनीहरू पढ्दै विवाह गरिरहेको कुरा सुनियो, पढ्दै अब हाम्रो सजिलो भाषामा देश गइरहेको कुरा पनि सुनियो। विद्यालयको दायित्व औपचारिक शिक्षा मात्रै हो कि यस्ता कुराहरूको न्यूनीकरणका लागि पनि केही शिक्षा दिनुहुन्छ? विद्यालय पनि एक सामुदायिक संस्था हो। विद्यालयको पनि उल्लेखनीय भूमिका रहन्छ। विद्यालयभित्रका सम्पूर्ण गतिविधिहरू समुदायसम्म पुग्न नसकेको अथवा जुन अहिलेको यो शिक्षा प्रणाली नै मलाई त के लाग्छ भने जतिसुकै हामीले सम्झाउन बुझाउन खोजे पनि नेपालको शिक्षा प्रणाली यो पढेर के हुन्छ भन्ने जो यो गलत कन्सेप्ट छ हामीमा, भोलि बेरोजगारीको समस्या जुन यो यावत समस्याहरूले गर्दा पढेर फाइदा छैन, भोलि हामीले जानुपर्ने आखिर विदेश नै हो भन्ने एउटा जतिसुकै
प्रयास गरे पनि एउटा यो ज्वलन्त समस्या यहाँ मात्रै नभएर हाम्रो देशकै समस्या मलाई लाग्छ। खबर ग्रामीण क्षेत्रमा आर्थिक अवस्था, आर्थिक विपन्नता, कुपोषण हरेक समस्याले गर्दा पनि विद्यालय माध्यमिक तहसम्म जेनतेन गरेर पढ्ने अनि त्यसपछि माथिल्लो कक्षामा जान पहुँच नहुने बालबच्चाहरूको अवस्था यस्तो देखिन आएको जस्तो मलाई लाग्छ। त्यसमा विद्यालयको दायित्व के हुन्छ? विद्यालयको पनि ठुलो दायित्व हुँदाहुँदै पनि विद्यालय त्योसँग त्यतिसँग संलग्न सबैसँग हुन नसकेको अवस्था पनि हो। सरोकार नगरेर अथवा अन्य कुराहरूमा पनि औपचारिक कार्य गर्ने वास्तविक धरालसम्म पुग्न नसक्ने अवस्था पनि एकातिर त्यो पनि छ। केही कुराहरूमा जुन कन्भेन्स गर्नुपर्ने जुन दायित्व हो त्यो कुराहरूमा पनि केही कमी कमजोरी हाम्रो तर्फबाट पनि हुन्छ जस्तो मलाई लाग्छ। धन्यवाद सर। म पछि पनि के जिज्ञासा आयो भने थप हजुरसँग कुरा राखौँला। म यसपछि भाइ बहिनीहरूतिरै जान चाहन्छु। यो खासमा मुख्य दोषी को? यो दोषी हुनुको कारण अभिभावक, शिक्षक, यहाँको जनप्रतिनिधि मात्रै हो कि के अलिअलि कमी कमजोरी बालबालिकाहरूमा पनि छ? अलिकता अधिकारका कुरा गर्ने ठाउँमा कहिलेकाहीँ हामी कर्तव्यको कुरा पनि बिर्सिरहेछौँ कि के लाग्छ तपाईँहरूलाई? नमस्ते, मेरो नाम कमल खडा, यसै भैरव मावि अध्ययनरत छात्रा कक्षा 10 मा। खास म के भन्न चाहन्छु भने सबले अभिभावकले के भन्छन् भने अर्काको देखाइ सिकाइ पल्लो घरको छोरा उति कमाइरहेछ त घर किन लख लख डुलिरहेछ त पनि जान भन्छन् सबको अभिभावकले। र अनि मेन के हुन्छ भने अभिभावकको कन्सेप्टमा उसको छोराले आज पैसा पठायो भने उसको छोरा घरमै छ भने के भन्छन् त आफू यहाँ डुल्याछस्, यो खाएछस्, त्यहाँ पढेर के पाउँछस् त? भोलिको दिन जानुपर्ने नीति विदेश हो, खालि के गर्छस् घरमा भनेर धम्काइरहेका हुन्छन्, कसलाई उ गरिरहेका हुन्छन्। अर्काको देखाइ सिकाइ अभिभावक मेन त अभिभावक नै देखाइ सिकाइ गर्ने, अर्कोको देखेको अरूले पठाएको होइन, अरूले कसले के गर्यो भने देखाइ सिकाइ गर्ने के। मेरो नाम अनुष्का खड्का, म कक्षा 9 मा अध्ययनरत छात्रा। दिन प्रतिदिन बाल विवाह बढ्दै गइरहेको छ, रोकथाम गर्न सकिरहेको छैन। हामीले त 10 वर्षमा विवाह गरेको हो, तिमीले पनि गर्नुपर्छ भन्ने दबाब आइरहेको हुन्छ। आमा सर्वप्रथम आमाको आइरहेको हुन्छ, बुवा भन्दा पनि। कसैको छोरीले राम्रो पढ्यो भने ऊ राम्रो पढिरहेछ, उस्तो पढ्न सक्दैनस् त, तर तेरो बिहे गरिदिनुपर्छ भन्ने दबाब पनि आइरहेको हुन्छ। सर्वप्रथम छोरीलाई त हरेक काम हरेक कुरामा पनि पढेर के गर्नुपर्छ, काम तिमी आखिर पढाइ गएर कामै गर्ने हो, कामै गर्नुपर्छ भनिरहेको हुन्छ। सायद हाम्रो सोचमा यो लाग्छ कि अर्का घर गएर पनि कामै गर्ने हो कि जस्तो लागिरहेको हुन्छ। मोटरसाइकलमा आउँदै गरेर थिएँ, 4-5 जना बहिनीहरू चाहिने कोही टाउकामा चाहिने बोरा बोकेर आइरहनु भएको थियो, कसैले चाहिने भारी बोकेर आइरहनु भएको थियो। यो काम तपाईँको भाइले दाइले पनि गर्नुहुन्छ कि बहिनीहरूलाई मात्रै पर्छ यस्तो? यो विभेद हो कि माया हो? बहिनीहरूलाई मात्रै खै एकजना खै उसको जवाब के छ? छोरा र छोरीमा विभेद कस्तो किसिमको छ? यहाँ कक्षा 9 मा अध्ययनरत छात्रा रविना नेपाली। छोरा र छोरीमा भेदभाव चाहिँ सर अति नै बढिरहेको छ सर। जस्तै छोरालाई चाहिँ अहिले पढ्छ, पछि ठुलो भए पनि पढ्छ, हामीलाई बुढेसकालको सहारा बनाउँछ र ऊ बुढेसकालको सहारा बन्छ, उसलाई हामीले धेरै पढाउनु पर्छ, उसलाई हामीले जागिरमा पनि लगाउनु पर्छ भन्ने धारणा गरेर उनीहरूलाई बोर्डिङ स्कुलतिर लगाउने। हामी छोरीहरूलाई चाहिँ छोरीहरू त हुन्, एक दिन बिहे गरेर अर्काको घरमा जान्छ, उनीहरूकै घरको सम्पत्ति हुन्छ, उनीहरूले आफ्नो चुलो बालेर रोटी पकाउने काम गर्छन् भन्ने मात्रै धारणा रहेको हुन्छ सर। छोरालाई चाहिँ आफ्नो बुढेसकालको सहारा बनाएर अगाडि बढाउने, छोरीहरूलाई चाहिँ धेरै विभेद छ। छोरीहरूलाई चाहिँ सरकारीमा, छोराहरूलाई चाहिँ बोर्डिङ पठाउने काम गर्दै विभिन्न यस्ता विभेदहरू आइरहेका छन्। अनि यस्तो विभेद चाहिने अब एउटा सर्वसाधारण अभिभावकले मात्रै गर्छन् कि यहाँ मञ्चमा बसेका जति पनि देख्नुहुन्छ म्याडमदेखि हामीले पनि कसैले गरेर देख्छौँ? सम्पूर्णले सर, यहाँ सबै गर्नुहुन्छ यस्तो। जहाँसम्म मलाई लाग्छ नि यहाँ सम्पूर्णले यस्तो नै गर्नुहुन्छ। अब भने म यहाँ रहेका अतिथिज्यूहरूलाई विशेष गरेर हामीले यो समस्या उठान मात्रै गर्ने होइन, यो समस्या समाधानका लागि तपाईँ हामी जो सरकारवाला छौँ, बाल संरक्षण समितिमा छौँ, हामी जनप्रतिनिधि छौँ, शिक्षक छौँ होइन, गैर सरकारी सङ्घ संस्थामा कार्य छौँ, हामीले यी समस्या समाधानका लागि पनि हाम्रा प्रतिबद्धता के हुने हुन् भन्ने विषयमा पनि यो आजको निचोड निस्कियोस् भन्ने यो छलफलको मुख्य उद्देश्य रहेका कारणले गर्दा गाउँपालिकाबाट महिला तथा बालबालिका शाखाबाट आउनुभएको सर हुनुहुन्छ। तपाईँले यहाँ समस्या धेरै कुराहरू सुन्नुभएको छ। अब यी समस्या समाधानका लागि गाउँपालिकाले के कस्ता
योजनाहरू ल्याएको छ, कस्ता नीति बनाएको छ, बालबालिकाको लागि बजेट विनियोजन गरेको छ कि छैन र आगामी दिनमा कसरी अगाडि बढ्नुहुन्छ प्रतिबद्धता सहित यहाँको संक्षिप्त कुरा राखिदिनु हुन म अनुरोध गर्दछु। यो महिला तथा बालबालिका शाखाले पनि जसै बाल विवाहलाई न्यूनीकरण गर्नको लागि थुप्रै कार्यक्रमहरू गरेको थियो। जसै यो बाल दिवसको अवसरमा सचेतनामूलक कार्यक्रमहरू खुल्ला देउडा गीत प्रतियोगिता, वक्तृत्व कला प्रतियोगिताको माध्यमबाट र सडक नाटकको माध्यमबाट पनि यस्ता सचेतना दिने कार्यक्रमहरू महिला बालबालिका शाखाले गरेको थियो। त्यसै गरेर बाल क्लबका पदाधिकारीहरूलाई नेतृत्व सिप विकास तालिम पनि अब 2080-81 दिएको थियो। त्यसै गरी बाल अधिकार समितिका पदाधिकारीहरूलाई पनि क्षमता विकास तालिम प्रदान गरिएको थियो। जस्तै यहाँ छाउपट्टि प्रथा अन्त्यको लागि पनि कुरा आए। छाउपट्टि प्रथा अन्त्यको लागि विभिन्न तीज विशेष कार्यक्रमदेखि नारी दिवस कार्यक्रममा पनि हामीले सचेतीकरण कार्यक्रमहरू गर्दै आएका छौँ। जस्तै देउडा गीत मार्फत र सडक मार्फत र वक्तृत्व कला प्रतियोगिता मार्फत पनि हामीले यस्ता सचेतीकरण सम्बन्धी कार्यक्रमहरू गर्दै आएका छौँ। र अर्को बाल विवाह अन्त्यको लागि जस्तै आर्थिक अभावमा पढ्न नपाएका हाम्रो एउटा बालिका स्तरीय बाल उद्धार कोष छ। त्यसमार्फत त्यस्ता घटनामा परेका राहत चाहिने अथवा उद्धार गर्नुपर्ने त्यस्ता बालबालिकाहरू छन् भने गाउँपालिकाले सहयोग गरेको छ। जस्तै गिरचौकाकै केसमा पनि एउटा बालकलाई उद्धार गरेर ल्याएको थियो। त्यसपछि पोसाले मात्र 21 जना बालबालिकाहरूलाई राहत स्वरूप रु 2500 दरले प्रत्येकलाई वितरण गरेको थियो। र यो वर्ष पनि 9 जना छात्रछात्रालाई यो वडा नम्बर 1 मा पनि 5 जना जतिलाई त्यो बाल उद्धार कोषबाट रकम छुट्याएको छ। त्यो चाहिँ रकम निष्कासन भइसकेको छ र त्यो सम्बन्धित व्यक्ति आउने बित्तिकै त्यो पनि हस्तान्तरण हुन्छ। र अनि अबको यो आर्थिक वर्षमा हामीले थुप्रै कार्यक्रमहरू पनि गरेका छौँ। जस्तै यो बाल भेलाहरूको कार्यक्रम गर्नेछौँ। जो बाल भेलाहरूबाट बालबालिका सवालहरू अथवा योजनाहरू माग गरिनेछ। ती योजना अनुसार नै अब 80-81 त्यसको लागि बजेटको हामी पहल गर्नेछौँ र त्यो बजेटहरू छुट्याउनुमा लाग्नेछौँ। र त्यसै गरेर जो अहिले कुरा जो विद्यालय पढ्न कापी किताब कलम ड्रेस नपाएर विद्यालय छोड्न बाध्य हुने जो कुरा उठेको छ त्यसको लागि पनि हामी यो वर्ष चाहिँ प्रत्येक यो पालिकाभरि नै हामीले बजेट छुट्याएका छौँ। जसबाट हामी ड्रेस, ब्याग अनि स्टेसनरी सामानहरू कापी कलमदेखि लिएर राहत स्वरूप हामी वैशाख महिनामा वितरण गर्नेछौँ। त्यसको लागि हाम्रो प्रत्येक विद्यालयमा हामी खबर गर्नेछौँ। त्यस्ता विद्यार्थीहरू छन् भने यहाँहरूसँग सिफारिसको आधारमा वडा र विद्यालय प्रहरीसँग सिफारिसको आधारमा त्यस्ता व्यक्तिहरू छानेर तिनीलाई राहत दिनेछौँ। बमबहादुर खड्काज्यूलाई उहाँ स्थानीय पनि हुनुहुन्छ र यहाँ लामो समयदेखि यो क्षेत्रमा काम पनि गर्नुभएको छ। अहिले यहाँ जति पनि सवालहरू उठे बालबालिकाका सवालहरू, यी समाधानका लागि तपाईँ हाम्रो दायित्व के हुन्छ र के प्रतिबद्धता गर्नुहुन्छ? यी समस्या समाधानका लागि प्रतिबद्धता सहित केही सुझावहरू यहाँले राखिदिनु पर्यो। बाँचगानी स्वास्थ्य चौकीमा आएपछि सुरुमा म एक बैठकमा यहाँ वडामा सहभागी हुन पाएँ र त्यही दिन मैले सोचेँ कि अब मैले यहाँ बालबालिका क्षेत्रमा केही गर्नुपर्छ भन्ने लाग्यो हामीलाई। म्याडम पनि हुनुहुन्छ, हामीले खालि बस्नु हुँदैन। समय भन्ने कुरो आज जान्छ भोलि जान्छ। बालबालिका क्षेत्रमा हाम्रो लगानी हुनुपर्छ भन्ने हो। र अघिका धेरै कुराहरू मलाई चित्त बुझिया छन् होइन। त्यसै कुरामा म थप्न चाहन्छु। सुरुमा पालिकामा 2074 सालमा हामी त्यहाँ जाँदा सिआरसीको मसौदा कमिटीको सदस्य हुँ म मान्छे। त्यसमा ट्रेनिङ पनि लियौँ, ट्रेनिङ पनि दियौँ, धेरै ठाउँमा दियौँ। धेरै पूर्ववक्ताहरूले भने जस्तै केही सुधार भएको छ। तर महसुसीकरण जहाँ समस्या हो त्यहाँ समस्या जहाँबाट समाधान हुने हो त्यहाँ महसुसीकरण भएको छैन। जस्तो हामी कुनै दिवसहरू बनाउँछौँ, दिवस बनाउने केका लागि हो? जो मान्छे त्यो समस्याबाट ग्रसित छ त्यसैलाई सेन्ट्रलाइज गरेर गर्ने हो। हामी के गर्छौँ भने सेन्ट्रलाइज छ अझै पनि, विकेन्द्रीकरण छैन अझै। नेपालले गर्न जति गर्यो, संस्थाहरूले यति गरेछ, यो रबरको मान्छेमा श्वास भर्ने काम गरिरहेछ। तर पनि अझ मान्छेमा यो हामी जो अहिलेको हामी यो पदमा बसेका छौँ, म लगायत हामीले अझै त्यसलाई मध्यनजर गरिरहेको छैन। उनीहरूका लागि आज आइदिया भन्ने जस्तो हाम्रो फिल छ। ठ्याक्क एकदम समस्या जहाँ हो त्यहाँ जानु पऱ्यो कि
खालि कसलाई हामीले चाहिँ कहाँ गर्नुपर्ने हो त्यहाँ चाहिँ नगएर अलिकति बाहिरतिर हामी हामीले चाहिँ महसुस नगरेको कारणले जस्तो अहिले गर्भपतनको कुरा हेर्नुहोस् यहाँ महिलाहरू मात्रै देखिरहेछौँ हामी पुरुषहरू देखिँदैन गर्भपतनको कुरामा अहिले पनि मान्छे गरौँमै बच्ची छोरी गरौँमै छ हाम्रो यहाँ स्वास्थ्यमा जाँच गर्न आउँछन् 2 महिनामा पेटमा गर्भ छ भनेर आउँछन् 3 महिना 4 महिनामा हराइहाल्छन् बच्चा तुहाइदिन्छन् छोरी भयो भने तुहाइदिन्छन् कतिसम्म अपराध भइरहेको छ कि बालबालिकालाई गर्भमै मार्ने भइरहेछ बाहिर जन्म नै दिन राखेको छैन अपराध त झन् बढिराखेको छ घटिया होइन मलाई लाग्छ म यो क्षेत्रमा काम गर्न लागेका छौँ बाहिरी कागजी रूपमा भएछन् मिटिङहरू नि भए बजेट पनि विनियोजित भए तर कार्यान्वयन क्षेत्र फितलो भयो महसुस जो ग्रसित एरिया जो लक्षित वर्ग हो लक्षित वर्गसम्म समस्या पुगेको छैन अब सरले चाहिँ 2-3 वटा प्रतिबद्धता गर्न सक्नुहुन्छ हुँदैन जस्तो यहाँको बाल क्लबलाई सक्रिय पार्ने कुरा जस्तो मोबाइलको विषयमा साक्षरताका लागि तपाईले बाल संरक्षण समितिबाट त्यो कार्यक्रमहरू गर्ने कुराहरू लगायतका कुराहरू 1 2 3 पोइन्टमा भन्दाखेरि म यो एक्टिभिटिजबाट यो प्रतिबद्धता गर्छु भनेर के भन्न सक्नुहुन्छ एकदम मैले वार्ड नम्बर आदर्श गाउँपालिकाको मैले नमक खाएको छु यहाँको मेरो सालनाल पनि यही गाडेको छ त्यसकारणले म आदर्श गाउँपालिकाको 1 नम्बरमा यो वडालाई हामी बाल मैत्री घोषणा गर्नेछौँ है बाल मैत्री घोषणा गर्नेछौँ तर तपाईहरुको सहयोग चाहिनेछ है बालबालिकाको सहयोग चाहिनेछ म स्वास्थ्य क्षेत्रमा काम गर्ने हो कुनै पनि बालबालिका कुपोषित हुने नहुने कुरामा हामी सहयोग गर्छौँ बाल समिति बनाउनु पर्छ 9 वटाबाट मान्छे ल्याएर अनि एउटा वडाको बनाउने भनेर अस्ति हामीले त्यो बनाइसक्यौँ अर्को कुरा प्रत्येक महिना हामी बालबालिकाको मिटिङ राखौँ म राख्ने छु हजुरहरुको अर्को कुरा कसैलाई किशोरा अवस्था सम्बन्धी केही समस्या भयो भने त्यो समस्याको लागि यो स्वास्थ्य चौकीले यहाँ गर्ने दिने सेवा र यहाँबाट तपाईलाई बाहिर पनि जानु पर्यो कसैको भने त्योसँग पनि स्वास्थ्य कर्मी सहित जाने कुरा पनि मेरो हातले मेरो सहयोग हुनेछ हजुरहरुलाई धन्यवाद अब भने म विद्यालयको प्रज्यूसँग प्रतिबद्धता लिन चाहन्छु यहाँ धेरै जसो के समस्या आयो भने एउटा मोबाइलका कारणले गर्दा पनि के समस्या आएको भन्नुभयो कम्तीमा विद्यालयको समयमा हामी मोबाइल चलाउन दिने छैनौं र यहाँ भएका बाल विवाहका कुराहरू छाउपडी प्रथाका कुराहरू लैङ्गिक हिंसाका कुराहरू यस्ता विषयमा साक्षरता क्लास महिनामा 1 चोटि हुन्छ 2 चोटि हुन्छ 3 वटा हुन्छ यी साक्षरताका कक्षाहरू चलाउने छौं भनेर यस्ता किसिमका 2-3 वटा प्रतिबद्धता गर्न सकिन्छ कि सकिँदैन सर विद्यालयमा जुन छाउपडी प्रथा भन्नुभयो घरतिर होला आफ्नो घरतिर होला तर विद्यालयमा छाउपडी सम्बन्धी कुनै पनि किसिमको त्यस्तो विभेद विद्यालयमा छैन हामी कुनै पनि शिक्षकको तर्फबाट अथवा शिक्षिकाको तर्फबाट विद्यार्थी कुनै पनि कक्षा कोठामा होस् या खानेपानीको धारामा जाँदा होस् या चरीमा जाँदा होस् कुनै समस्या छैन सर एउटा त्यो हामी विभेद हुन दिने छैनौँ मोबाइलको कुरा जो उठाउनु भयो विद्यालयमा त प्रतिबन्ध गरेकै छौँ अब नयाँ शैक्षिक सत्रदेखि हामीले यो पनि एउटा योजना बनाउँदैछौँ कि घर घरमा गएर जुन अभिभावकले विद्यार्थीलाई मोबाइल दिन्छन् त्यो अभिभावकलाई विद्यालयमा भर्ना गर्न दिनुहुन्न भन्ने किसिमको पनि हामी एउटा किसिमको कन्सेप्ट लिएर भर्ना अभियानमा हामीले जाने त्यो एउटा योजना बनाउँदैछौँ नयाँ वर्षको धन्यवाद छ उहाँलाई अब पनि यसपछि म हाम्रा वडाध्यक्षज्यूलाई यी समाधान गर्न लागि के पहल गर्नुहुन्छ र यहाँको प्रतिबद्धता के रहन्छ यो कार्यक्रममा म राख्छु यहाँका मेन चुनौती भनेका बाल विवाह बसाइसराई गरिबी आर्थिक अभाव र अभिभावकको लापरवाही नै हुन् यी अभिभावकको मेन त बाल विवाह सम्बन्धी हामीले विगत 2-3 वर्ष यता हरेक वर्ष गत साल मात्रै हामीले एकजना बालकलाई बाल विवाह गरेको केसमा प्रहरी कहाँ अप्कायौँ र ती दुवैका आमाबाबुलाई अलग अलग पारेर छुट्याएर गऱ्यौँ र त्यसपछि अलग गरिसकेपछि पनि त्यो सफल हुन सकेन ती दुईटैका आमा बुवाले तिनलाई भन्सार कटाइदिए भन्सार पार गराइदिएको केस छ अब अघि नै एकजना सानी नानी के पार्की भन्नेले भन्नुभएको थियो मेन यो देखासेकी र सबैभन्दा ठुलो यो घरबाट गर्ने बाल विवाहको अन्त्य नै भइसकेको छ यो भागेर जाने विवाह अहिलेको सबैभन्दा चुनौती सबैभन्दा अप्ठ्यारो विषय छ र यसको लय भनेको हामी अभिभावकका आनीबानी हामीले जबसम्म अभिभावकहरूले बोल्ने शैलीमा सुधार्दैन हाम्रा यी साना कुराहरूले सानै बालक छ त्यसलाई
सँगैको बच्चा इन्डिया गएर 10,000 कमाउन लागिसक्यो, यो त्यसैसँगको घरौलो त्यत्तिकै बसिरहेको छ भनेर बोल्ने हामी आमा बुवाका र सरसमाजका आनी बानीले गर्दाखेरि पनि ती बालकहरू कतिपय रोजगारीको सिलसिलामा भारत जाने र 9-10 क्लासमै पढाइ छोडेर जाने र जहाँसम्म मलाई लाग्छ आर्थिकै अभावका कारणले कापी किताबै किन्न नसक्ने हिसाबका बालबालिका छन् भने त्यस्ता बालिकालाई ओल्ड भिजनले पनि सहयोग गरिरहेको छ र सिड नेपालले सहयोग गरिरहेको छ, सिडिसीले सहयोग गरिरहेको छ र हामी कहाँ आउने वडामा आउने यसलाई पनि हामीले त्यस्ता बालबालिकालाई सहयोग गरिरहेका छौँ र गत सालै मात्रै यो स्कुलको फिस तिर्न सक्दैनौँ भनेर सबै बच्चाहरूको यहाँ 10 क्लाससम्म हुन त सरकारले निःशुल्क गरेको थियो फिस, तैपनि हाम्रो यो चलन चल्तीमा महिनाको 100 रुपियाँ 50 रुपियाँ लिने चलन थियो, त्यसलाई पनि हामीले पूर्ण रूपमा वञ्चित गराएका छौँ र हामीले मेन सुधार्नुपर्ने भनेका अभिभावकहरू र हामी अगुवाहरूले समाजका लागि अभिभावकहरूको आनी बानी हो। हामी नै मोबाइल किनिदिने हामी अभिभावकै हौँ र त्यसले गर्दाखेरि बालविवाह एउटा मोबाइल र उसले बिहा गर्दाखेरि हामीले केही कारबाही नगर्दाखेरि र अर्कोले पनि देखासेकी उसलाई त केही पनि भएन हामीलाई पनि केही हुँदैन भन्ने देखासेकीले पनि हाम्रा यी बालविवाह हुने गरेका छन् र अर्को दर छ यो बसाइसराई। कतिपय यी बालबालिकालाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा असर गरिरहेको छ। आमा बुवा इन्डिया जाने, यहाँ बच्चाहरूलाई मात्रै घरमा छोड्ने, ती अभिभावकविहीन बालबालिका भएको कारणले पनि अर्को समस्या छ र यो आर्थिक अभावका कारणले त अहिलेसम्म कुनै बालबालिकाले पढाइ छाडेको गत साल पनि हामीले त्यस्ता पढाइ छोडेका बालबालिकाहरूलाई भित्र्याउनका लागि हामीले 2-3 जना बालबालिकालाई पढाइ छोडेका बालबालिकालाई कापी किताब ड्रेस किनेर पनि उनीहरूलाई सहजीकरण गरेका छौँ। जस्तो अब अध्यक्षज्यूलाई मेरो एउटा आग्रह पनि र यहाँको प्रतिबद्धता के हुन्छ, जस्तो यहाँको बालिकाहरूको क्षमता विकासका लागि बाल क्लबलाई अलिकता क्रियाशील सक्रियता पार्नका लागि उनीहरूका योजनाहरू बनाउनका लागि बजेट विनियोजन गर्ने कुराहरू, यी कुराहरूमा तपाईँको प्रतिबद्धता के रहन्छ? त्यसका लागि पनि धन्यवाद सर। अब गत साल पनि हामीले बालबालिकासँग समन्वय गरेर उहाँहरूको बाल क्लबसँग मिटिङ राखेर उहाँहरूका मागहरू के छन् कस्ता छन् भनेर बजेटमा सामेल गरेका थियौँ। यो वर्षको कार्यक्रममा गत वर्षको मात्रै भयो, यो वर्षको कार्यक्रममा हामीले समेट्न सकेन। होइन भने बालबालिकाका पीर मार्काहरू बालबालिकालाई बाल क्लबद्वारा लिएर हामीले बाल क्लबका कुराहरूलाई सुनेर बजेटमा सामेल गर्ने प्रतिबद्धता गर्न चाहन्छु। अब अन्तमा जस्तो धेरै ठाउँमा बालमैत्री स्थानीय शासन कायम गर्नका लागि बनाउनका लागि बालमैत्री ओडा घोषणा गर्ने कार्यक्रम तीव्र भइरहेछ। तपाईँको यो ओडालाई कहिलेसम्म बालमैत्री ओडा घोषणा गर्नुहुन्छ? आफ्नो कार्यकालभित्र गर्न सक्नुहुन्छ कि हुँदैन? त्यसका लागि के क्रियाकलाप गर्नुहुन्छ? आजको बालमैत्री ओडा घोषणा गर्नु आजको एकदम प्रमुख आवश्यकता छ। जहाँ सुनौला बच्चाहरू भोलिका भविष्यका कर्णधार हुन्, यिनीहरूलाई यो ओडालाई पनि हामीले बालमैत्री ओडा घोषणा गर्ने भनेर आगामी 82-83 को बजेटमा सम्बोधन हुने गरी र त्यसका लागि हामीले पनि आवश्यक बालमैत्री ओडा घोषणा गर्नका लागि आवश्यक सूचकहरू पार गर्नका लागि हामी कटिबद्ध भएर लागिरहेका छौँ। त्यसका लागि आवश्यक सूचकहरू छन्। सबै कुराहरू बालमैत्री भएको हुनुपर्ने। मेन चुनौती भनेको अहिलेको देखिएको यो बाल विवाह नै हो। हाम्रो यतातिर बाल श्रम त धेरै छ जस्तो लाग्दैन मलाई, हैन? सहर बजारको जस्तो बाल श्रम छैन। अब घर परिवारमा आमा बुवालाई सघाउनेलाई त्यसलाई बाल श्रम भन्न पनि मिल्दैन। ती त बच्चाका सिकाइका उपलब्धिहरू नै हुन् जस्तो लाग्छ मलाई। त्यही भएर सबैभन्दा चुनौती धेरै कुराहरू सूचकहरू पार गरि पनि सकेका छौँ। थोरै साना कुराहरू गर्न बाँकी छन् र सबैभन्दा चुनौती भनेको अहिलेको यो बाल विवाह नै हो। बाल विवाह पूर्ण भएपछि हाम्रो वडा घोषणा हुन्छ बाल मैत्री वडा। हस्, धन्यवाद अध्यक्षज्यूलाई।
बाल विकास, बाल समृद्धि र बाल संरक्षणका क्षेत्रमा देखिएका समस्या, चुनौती र सम्भावनाहरूलाई उजागर गर्ने उद्देश्यले रेडियो त्रिवेणी एफएमले यो कार्यक्रम तयार पारेको हो। यो कार्यक्रमलाई यहाँहरूले हरेक हप्ताको मङ्गलबार र शुक्रबार बिहान 8 बजे र बेलुकी 5:30 बजे रेडियो त्रिवेणी एफएम र डडेलधुराको रेडियो सुदूर आवाजमा सुन्न सक्नुहुन्छ। साथै हाम्रो त्रिवेणी एफएमको फेसबुक पेज, युट्युब र हाम्रो वेबसाइट trivenenews.com मा पनि यहाँले सुन्न सक्नुहुन्छ। वर्ल्ड भिजन र सिड नेपालले डोटीका 4 वटा पालिकामा लागू गरेको बाल संरक्षण तथा समुदायमा आधारित स्पोन्सरसिप कार्यक्रम अन्तर्गत यो कार्यक्रम तयार भएको हो। दिपाल सिलगढी नगरपालिकाको वडा नम्बर 2 र 9, त्यसै गरेर आदर्श गाउँपालिकाको वडा नम्बर 6 बाहेकका सबै वडा, सायल गाउँपालिकाको वडा नम्बर 4, 5 र 6 मा, त्यसै गरेर पूर्वी चौकी गाउँपालिकाको वडा नम्बर 1, 2 र 3 मा यो कार्यक्रम लागू भएको छ। म यहाँहरू सम्पूर्णलाई आफ्नो अमूल्य समय दिई यो बाल कचहरी कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु र यो कार्यक्रम यही समापन भएको अनुरोध गर्दै म यहाँबाट बिदा हुन्छु। नमस्कार।